फिल्मको जस्तो अब एज त त्यहाँ रियली भेटेर त्यो क्यामेरामा त मान्छे छक्कै सेवारो नमस्ते, म छत्र लिम्बू, घर 5 तक मिगलाजुङ गाउँपालिका 3। अनि यता उहाँको नमस्ते, म चाहिँ हेनुसा आङसुरुङ लिम्बू है। परिचय दिनुस् न। सेवारो, मेरो नाम चाहिँ ललित चेम्जङ 5 तकबाट। यो चाहिँ यस्तो चाहिँ हुँदैन लो। सेवारो, म चाहिँ हाङमा लिम्बू, मेरो घर चाहिँ नाङसुरुङ गाउँ। हजुरको लुगा भन्नुस्। सेवारो, मेरो नाम चाहिँ अनिता लिम्बू, मेरो घर ताप्लेजुङ। फेरि पनि नमस्ते। आज चाहिँ हाम्रो डान्स रिहर्सलको अन्तिम फाइनल दिन हामी यहाँ उपस्थित भएका छौँ सबैजना। अब आउने 27 तारिक हाम्रो यो प्रस्तुति, यो रिहर्सलको हाम्रो पर्फर्मेन्स चाहिँ आउने 27 तारिक हाम्रो हुनेछ। कृपया सम्पूर्ण सबैजना उपस्थित भइदिनु होला हाम्रो त्यहाँको प्रस्तुति हेर्नको लागि र अन्य त्यहाँको हाम्रो कार्यक्रमको विषयमा थोरै हाम्रो दिदीले भन्नुहुनेछ। यता हाम्रो रेखा दिदी हुनुहुन्छ। सेवारो, जय लिम्बुवान। मेरो नाम चाहिँ रेखा राई, मेरो घर चाहिँ लिम्बुवानको ताप्लेजुङ र हाल बसाइ दोहा कतार चाहिँ धेरै लामो भएको छ। त्यो लामो समयमा यहाँनिर हामीले प्रवास कतारमा पनि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको सङ्घीय लिम्बुवान मञ्च नेपाल अन्तर्गतको प्रवास कार्य समिति सङ्घीय लिम्बुवान सामाजिक मञ्च प्रवास कतारको चाहिँ 5औं राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ। यहाँहरू सम्पूर्णलाई म अवगत गराउँदै म यही ब्लग मार्फत यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु। कार्यक्रम हुने स्थान छ होलिडे भिल्ला मुन्ताजा नजिकै र कार्यक्रम हुने समय चाहिँ दिनको ठिक 12 बजे। यहाँ हाम्रो कलाकार भाइ बहिनीहरूको प्रस्तुति एकदमै उत्साहजनक हेरिदिनको लागि र उहाँ भाइ बहिनी कलाकार भाइ बहिनीहरूलाई उत्साह उमङ्ग दिनको लागि, आशीर्वाद दिनको लागि यहाँहरू सम्पूर्ण दोहावासी दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय प्रेमी दाजुभाइ तथा दिदीबहिनी, पहिचान प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछु। फेरि पनि अस्यवारो, जय लिम्बुवान। जय लिम्बुवान। अवश्य पनि हाम्रो पर्फर्मेन्स एकदमै राम्रो हुनेवाला छ। हामीले आफ्नो तर्फबाट एकदमै बेस्ट दिने कोसिस गर्नेछौँ र अब हामी स्टार्ट गर्दैछौँ हाम्रो रिहर्सल। कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। तपाईँहरूलाई कस्तो लाग्छ हाम्रो रिहर्सल पक्कै पनि राम्रै लाग्नुपर्ने छ तपाईँहरूलाई, जहाँसम्म मलाई लाग्छ। ओके, लो आउनुहोस्। यतै फर्किनु कि यसरी जसरी आउँदै हुन्छ त्यसरी फर्किनु। म त्यहाँ बस्छु, बुझ्ने त्यहाँ बस्छु। भयो ला लक्को लागेछ जा। 14 61 44 14 61 15 बजे के कसो रे खै त नि 14 61 हैन
यतैबाट फर्केको हो नि त दर्शक यता हुन्छ होइन यतापट्टि फर्केर भयो भने साथीहरूको ट्रिप छ यसरी कसरी हो पहिले यस्तो गर्यौँ हामीले अनि अब होइन त्यसरी रहेछ ठाउँ रहेन रहेछ हुँदैन रहेछ किनभने आफ्नै साथी छोरी हेर भन्दा भएन दिनलाई चाहिँ होइन भयो अनि तपाईँले त हात गर्दा एक ठाउँबाट एउटा यतातिर कसरी दिइरहेको छ कस्तो छ दिदी सुरुमा जे पनि दाहिने जान्छ है भनिरहेको छ त कसले गर्छ त्यति अगाडि हुन्छ हैन यसरी यता दर्शक हुन्छ के त्यताबाट दाहिने जान्छ सुरुमा पनि दर्शक यता हुन्छ यता हुन्छ दर्शक सब उतै हो सबै उतै हो दर्शक त्यही त जस्तै दर्शक अतिथि सबै एउटै साइड हो ठिक छ त्यो भनेपछि मैले सोचिरहेको थिएँ दर्शक यता फेरि एकचोटि सुरु गर्नु त्यो चाहिँ नगर्नु है कसो गर्ने त आफ्नै साथी छोरी अलिकति इम्प्रेस अब चाहिँ गीत गाउनु थाल्ने है लु सुरुबाट फेरि दर्शक अतिथि सबै एउटै साइड होइन दुई साइड छैन है हामी सबै कोच हो नि अब चाहिँ ला आयो
बुढो मान्छे त्यो चुइगम फेक्नु चाहिँ अर्को जिम चुइगम अहिले त्यो सके चाहिँ लु गीत चाहिँ गाउँ लेकिन दिदीले जित्दै बुझेछ नि त एकचोटि धेरै उयो गर्छ नि त त्यो चाहिँ कसैले नबिर्सुमै ल लुना लइ दछिरो यस्तो है मेची वारी भन्नु कसरी वारी तान्नु कसरी न सिर्जनाले फोन गर्नु मैले दिन्छ न त्यो त तानिराछु कुन चाहिँ तानिराछु हैन यो सिर्जनाले फोन गरेको वारी यसो लाग्यो वारी चाहिँ हुन्छ दिदी त्यही त मेची वारी यता हो नि त वारी हो नि त नि मेची पारी उता भयो वारी यता हो नि त वारी चाहिँ ल्याउनु हो वारी त्यही त ल्याउनु पर्यो त अरुण पूर्व मेची वारी अरुण पूर्व मेची वारी अब यहाँ अलिक स्टेज सानो भएर अलिकति पर हेर्नु राम्रो हुन्छ यता पूर्व भन्दा तपाईँ तान्दै हुनुहुन्छ भाइ यहाँ नतान्नु अरुण पूर्व मेचीवारी तानेर ल्याउनु अरुण पूर्व देखाउनु मेचीवारी आफूतिर तान्नु पर्यो वारी कति पानी खानुभएको ल बस्नु त कान्छी बहिनीलाई चाहिँ पिट्नु है साह्रै माछा फोन उठाउन कि जैँका छ गाँस छ यसो मेन्जो नाच्नु बुढी भयो त के नाच्नु ल बजाइदिउँ मुखको लिप्स है सबैले लो बजाउनु लिप्स है लिप्स पूर्व में जीवारी
के भयो भने हुँदैन है के भएको किन बिगायो तिमीले जो खेतबारी कसरी केटीहरूको इम्प्रेसन नै नभएको के जस्तै तिमी यसो कसरी छरे घुमाइ यसरी आफ्नै टुङ्गोमा मात्रै छ यसै मात्रै छ एटलिस्ट यसो त गर्नु पर्यो यहाँ हेर्नु है आउनु भयो तपाईँहरूमा गर्नु सबैले फेस हेर्नु है जस्तै गीत लाउनु माटोको नाम अलिकति हुन्छ नि जहाँ पनि जानेपट्टि हुन्छ है यता फर्किँदा पनि उता गएर तपाईँ यता आउनुहुन्छ कि उता यता आइन्छ तर बिस्तारो गर्न त्यतिकै छिटो छिटो भयो क्या त्यही भएर कन्फ्युज हो क्या ठाउँ चाहिँ दिनु है उता जाने चाहिँ स्टेज सानो छ त दिदी पल्लोपट्टि हुन्छ त्यो चाहिँ अब जस्तै यहाँ हुन्छ हा हा भन्ने बराबर ढल्किनु पर्छ के बुझ्यो छिटो छिटो भयो क्या त्यो शब्द त के बुझ्यो क्या त्यहाँ पनि जनजाति मिले के बुझ्यो समानताले समानताले यस्तो छैन तपाईहरुको समानताले बसेका छन् हैन त्यो भन्दा अगाडि समानताले होइन मिलेजुली दाहिनेपट्टि लडेको हुन्छ है पहिला दाहिने गर्छ
हेर्नु त झलक्क हेर्नु न कहाँ ढल्किन्छ यस्तरी यताको लड्क्यो भने सबै लड्किन्छौँ होइन दाहिने- अब तपाईँ दाहिने यता लड्क्यो उता हाम्रो। गर्नुभयो भने कता जाने दाहिने लड्किने ल सुरुमा दाहिने हो यस्तो पहिला त्यसपछि यता यहाँ आइपुग्दा गर्नु न यहाँ आइपुग्दा पनि कोही चाहिने जान्छ केटीहरूको अलिकति इम्प्रेसन है बहिनी गर्नु यसरी खै यता ल्याउँ त भाइ जस्तै माटोको नाम लिम्बू अब नबोल खै पानी अनि खरो गरेको छ आलु? त नहाँसिनु। एउटा गीत गाउँछ एउटा गीत गाउँछ आलु खै त हाँसेको जस्तै तिमी खै त हाँसेको। हाँस्दै छिटो होइन अघि बाटो भुलेर हुन्छ खानु सेतो भन्दा पनि खाऊ। हामी चाहिँ यहाँ खाजा खान्छौँ अरूलाई त्यो चिप्लो भन्छ चिप्लो मन परेन खाऊ खाऊ एरिया छ त्यसै अब त्यो अफ गर्न नहुन्छ लु अब गर्नु त त्यो चार ल अब के गर्नु 4 जना